हेलो एभ्रिवान, इट्स मिस सम्धी फेरि आज नयाँ ठाउँको लागि यात्रा सुरु गरिसकेको छ। अनि ठाउँको आजको ठाउँ चाहिँ बवाल ठाउँ हुनेछ। यो ठाउँ चाहिँ एकदम दामी सानो चिटिक्क एउटा ठाउँ हुनेछ। दुई घन्टाको पानी जहाजको यात्रापछि फाइनली हामी पोर्टो सान्तो भन्ने सानो आइल्यान्डमा पुग्यो र अब हामी 2-4 दिन यतै हुनेछौँ र अब यो आइल्यान्ड कस्तो छ के छ भनेर हामी बवाल पाराले घुम्नेछ। ठाउँ चाहिँ एकदम बवाल छ अरे भनेर सुनेको थिएँ होइन। अब हेरौँ। साथी हो ठाउँ चाहिँ बवाल हो। ठाउँ जे भए पनि होइन, यस्तो दामी के डाँडा काँडा होइन, यस्तो दामी हरियाली टाइपको हाम्रो नेपालको मनाङ मुस्ताङ भनेको जस्तै त्यस्तै टाइपको भाइब्स आउने दिन ठाउँ रहेछ यो होइन। साथी हो घुम्नुपर्छ एक बारको जिन्दगीमा होइन। मान्छे आउने जाने लाइफमा भइरहन्छन् होइन, चिट गर्छ, फ्रड गर्छ, मान्छेले कति झुट बोल्छ होइन, कति वर्ष दिल्लीसम्म बसेर दुनियाँ सपना देखाउँछ, दुनियाँदारी गर्छ, अनि लास्टमा चिटिङ हानिन्छ होइन। अनि त्यस पछाडि फेरि यो भयो त्यो हो भनेर, तर चिटिङ भन्ने चिज चाहिँ चोइसले गर्ने हो क्या। चिटिङ चाहिँ मिस्टेक होइन भन्छु म चाहिँ होइन। तर जेसुकै गर्नु कि कसैलाई पनि बाल नदिने हो कि, आफ्नो लाइफ हो यस्तो दामी इन्जोय हान्ने हो। हामीले यो आइल्यान्डलाई चाहिँ पुरै एक राउन्ड हान्ने विचार गरेका छौँ होइन। अब हामी लगभग अब आधी जति चाहिँ अब राउन्ड हानिसकेका छौँ र हामी अझै पनि पुरै राउन्ड हान्ने प्लानमा छौँ क्या। पुरै टोटल्ली राउन्ड हान्ने प्लानमा छौँ र यहाँबाट अब यो चाहिँ बिचको भागतिर पऱ्यो भने अब पछाडितिरको सिनहरू नि बवाल छ होइन। यस्तो घोडासोडा नि पालेको छ क्या यता फेरि, यस्तो दामी के अब है। अझ घोडा राइड हान्न पाए त दामी हुन्थ्यो होला होइन, तर त्यो चाहिँ पाइनँ होइन। त्यहाँ अब त्यस्तो छैन कि जस्तो लाग्यो, अब त्यो पालेको चाहिँ रहेछ पारितिर। अनि यस्तो दामी क्या अब ठाउँ नि के बवाल भ्यू देखिने होइन। यहाँबाट फेरि टक्क तल हेर्ने बित्तिकै स्यान्ड बिच देखिने के। यहाँको विशेषता भनेकै अब समुद्रमा त्यो पहेँलो बालु भएर रहेछ कि, अन्त ठाउँमा यस्तो बालु देखिन्छ खासै। अनि यो चाहिँ पहेँलो बालु र समुद्र भएको कारणले चाहिँ मान्छेहरू यहाँ पौडी खेल्न चाहिँ स्विमिङ गर्न धेरै आउँदो रहेछ समरमा। अनि अलि माथितिर गएपछि जङ्गल सङ्गल होइन दामी के।
यस्तो हरियाली अलि नाङ्गे डाँडा भए पनि होइन यस्तो दामी देखिने क्या अब त्यस ठाउँ बबाल फाइनल्ली आइल्यान्ड पनि पुरै घुमिसक्यो होइन आइल्यान्ड एकदम बवाल ठाउँ एकदमै बवाल दामी के यस्तो दामी ठाउँ होइन जाँदा जाँदै अब अन्तिममा एउटा प्रश्न धोकेबाजलाई होइन आखिर के पाउँला भनेर चाहिँ यस्तो गरेको थियो र अरूलाई दुःख दिएर अरूलाई रुवाएर अरूलाई धोका दिएर आखिर पाए चाहिँ के पाए चाहिँ के होइन त्यही नै हो होइन सक्छौ भने मान्छेको साथ देऊ सक्दैन भने मान्छेको जिन्दगीमा खेलवाड गरेर मान्छेलाई रुवाउने काम पनि नगर के त्यो गरेर कसैले पनि राम्रो हुनेवाला छैन होइन रुवाउनेहरूको पनि रुनिदिन आउँछ क्या याद राख भोसडीका मादर चो तेरी माकी भन्नु मन त धेरै थियो तर के भनिरहनु होइन अब ठिक छ जे छ अब जस्तो छ जे भयो भने अब चित्त बुझाएर मन बुझाएर अगाडि बढ्नुपर्छ होइन झुक्किएर पनि भेट नहोस् त जस्तो पापिनीसँग भयो काहीँ कतै पनि ठोकिनु नपरोस् कि देख्नै नपरोस् त जस्तो स्वार्थीलाई अब